तपाईहरु यहाँनिर हल्का म चाहिँ चियाबारीको भिडियोहरु बनाऊँ भनेर चाहिँ आएको थिएँ नि त। यो चाहिँ मेरै गाउँ हो र आजको स्पेशल भिडियो चाहिँ हामी अब दार्जिलिङ टीमा दार्जिलिङ टी चाहिँ अब कसरी दार्जिलिङमा आयो है, कति बेला आयो, कसले ल्यायो, त्यसको विषयमा अलिकति हिस्ट्री ब्रिफिङ गर्नु गइरहेको छु है। आई होप तपाईले मन पराउनुहुन्छ होला। र अब कतिजनाले भन्दै थियो नि त अब इङ्ग्लिसमा घरि अब कतिजनाले भन्छ तिम्रो क्लाइन्टहरु थुप्रै छ हेर्ने, इङ्ग्लिसमा बनाऊ भन्छ, कतिजनाले चाहिँ अब नेपालीमा बनाऊ भन्छ हैन। अब त्यही दुईटालाई चाहिँ अब अलिकति कम्बाइन गर्छु है। अब दुईजनालाई कम्बाइन जसमा चाहिँ अब यता पनि सजिलो होस् बुझ्नुको लागि र उता पनि सजिलो होस् भन्ने चाहिँ बनाएको है। ओके गाइज, र दार्जिलिङ टी है, दार्जिलिङ टी चाहिँ अब कहिले चाहिँ सुरु भयो र कसले चाहिँ ल्याएको थियो भन्दाखेरि चाहिँ इट वाज फर्स्ट इन 1839 मा है। 1839 मा चाहिँ डक्टर क्याम्बेल उहाँ चाहिँ जो सुप्रिन्टेन्डेन्ट हुनुहुन्थ्यो त्यति बेला दार्जिलिङको है, ब्रिटिसको। अन्त उहाँले चाहिँ त्यति बेला अब दार्जिलिङमा चाहिँ टी प्लान्टेसन चाहिँ सोच्नु भएको थिएन त्यति बेला चाहिँ। उहाँले चाहिँ अब दार्जिलिङलाई चाहिँ एउटा खासमा अब टाउन बनाउनु भनेर चाहिँ आएको थियो नि त हैन। टाउन बनाउनु भनेर आउँदाखेरि चाहिँ त्यति बेला दार्जिलिङ अब डेन्स अब जङ्गल है, अब त्यो घरहरू एकदमै कम्ती भएको त्यस्तोहरू भएकोले गर्दाखेरि चाहिँ उहाँलाई त आइडिया थिएन क्या अब कसरी चाहिँ यहाँनिर चाहिँ अब टाउन बनाउने भनेर। अन्त त्यति बेला चाहिँ उहाँले अब दुईटा सिड ल्याउनु भएको थिएछ। चियापत्तीको सिड चाहिँ कुन कुन थिएछ भन्दा चाहिँ एउटा सिड चाहिँ उहाँले चाइनाबाट ल्याउनु भएको थिएछ र एउटा सिड चाहिँ आसामबाट ल्याउनु भएको थिएछ। पज गर्न दुईटा सिड ल्याउनु भएको थियो नि त हैन, एउटा आसामबाट एउटा चाइनाबाट। र चाइनिज सिडलाई चाहिँ केमिलिया सिनेन्सिस जो चाहिँ अहिले दार्जिलिङमा छ है, र आसाम टीलाई चाहिँ द आसामिका भेराइटिज भनेर चाहिँ चिनिन्थ्यो। र त्यति बेला चाहिँ उहाँले चाहिँ दुईटा सिड चाहिँ उसको घर अगाडि चाहिँ रोप्नु भएको थिएछ हैन। अब उसले त्यो प्रिपरेसन अब त्यो दार्जिलिङमा टी गार्डन बनाउँछु भनेर चाहिँ त्यो इन्टेन्सनमा चाहिँ रोप्नु भएको थिएन। तर जस्ट उहाँले चाहिँ त्यति बेला चाहिँ अब यसलाई अब जस्ट रोपिराखेको मात्रै अब त्यहाँनिर हैन। अन्त त्यति बेला चाहिँ के हुँदाखेरि चाहिँ आफ्टर कपाल अफ मन्थ्स है उसले चाहिँ त्यो अलिकति डिफ्रेन्स देखेछ क्या। अब दुईटै चियापत्ती अब मजाले बढ्दै थिएछ है, र एउटा चियापत्ती चाहिँ अलिक राम्रोसँगले बढ्दै थियो र अर्को चियापत्ती चाहिँ अलिक स्लो बढ्दै गरेको कारणले गर्दा चाहिँ उसले चाहिँ अब त्यहाँनिर चाहिँ किन चाहिँ दुईटा सिडसँगै रोपेको तर अलिकति डिफ्रेन्स चाहिँ किन भयो भन्दाखेरि चाहिँ उसले चाहिँ त्यहाँदेखिको चाहिँ रिसर्च गरे क्या। अब रिसर्च गर्दाखेरि चाहिँ त्यति बेला चाहिँ उसले पाएको के जसमा चाहिँ दार्जिलिङ टी चाहिँ अलिकति हाई अल्टिट्युड विथ कुल वेदरमा चाहिँ हुने रहेछ भनेर चाहिँ पायो। अनि त्यति बेला चाहिँ आसाममा चाहिँ खासमा आसाम टी चाहिँ अलरेडी थियो उनीहरूकोमा, बिफोर दार्जिलिङ उनीहरूकोमा आसाम टी अलरेडी थियो। तर के थियो भन्दाखेरि चाहिँ आसाममा त्यति बेला अब एकदमै त्यो चियापत्ती चाहिँ उनीहरूले यस्तो प्लान्टेसन थिएन, उनीहरूको जङ्गलमा चाहिँ अब चियापत्ती पुरै हुन्थ्यो त्यति बेला चाहिँ। तर उनीहरूले त्यति बेला त्यस्तो त्यो रेकगनाइज गरेको थिएन चियापत्तीलाई होइन। त्यहाँदेखिको चाहिँ उसले त्यति बेला चाहिँ उसले आइडिया पायो क्या अब अब चाहिँ दार्जिलिङमा चाहिँ टी प्लान्टेसन गर्छु भनेर चाहिँ उसले त्यो सोचेर चाहिँ त्यहाँदेखिको चाहिँ टी प्लान्टेसन चाहिँ स्टार्ट भएको 1841 मा त्यहाँदेखिको चाहिँ फर्स्ट। तर थुप्रै मान्छे चाहिँ अब कन्फ्युज हुन्छ है, अब कहाँनिर भने कतिजनाले बिचवुड भन्छ र कतिजनाले चाहिँ आलुबारी भन्छ जहाँ चाहिँ उहाँ चाहिँ बस्नुहुन्थ्यो आलुबारीमा। अन्त त्यहाँदेखिको चाहिँ फर्स्ट टी चाहिँ र अब चाहिँ हामी दार्जिलिङ टीको विषयमा कुरा गरौँ है। दार्जिलिङ टी जसलाई चाहिँ अब केमिलिया सिनेन्सिस र चाइनिज बुस पनि भन्ने गर्छ होइन। अन्त चाइनिज बुस चाहिँ किन भन्दाखेरि चाहिँ चाइनिज बुस चाहिँ दार्जिलिङ टी चाहिँ आसाम टी भन्दा चाहिँ अब आसामिका भेराइटिज भन्दा चाहिँ अलिकति पत्ताहरू सानो सानो यहाँ हेर्नु सक्नुहुन्छ तपाईँले। प्रायः दार्जिलिङको मान्छेलाई अब के भन्नु उहाँ सबैलाई थाहा छ है। र आसाम टी चाहिँ दार्जिलिङ टी चाहिँ अलिकति आसाम टी भन्दा अलिक सानो सानो भेराइटिज भएकोले गर्दाखेरि चाहिँ यसलाई चाहिँ चाइनिज बुस पनि भनिन्छ है। र केमिलिया सिनेन्सिस अन्त दार्जिलिङ टी, अब दार्जिलिङ टी द स्याम्पेन अफ टिज पनि भनिन्छ है। र दार्जिलिङ टी चाहिँ पुरा एकदमै नम्बर 4 सँग चाहिँ पुरा कनेक्टेड छ। जस्तै अब दार्जिलिङमा 4टा भ्यालिज अफ टी, 4 भ्यालिज अफ टी, जसमा चाहिँ तपाईँको मिरिक भ्याली, दार्जिलिङ भ्याली, खरसाङ भ्याली एन्ड द टिस्टा भ्याली। चारवटा भ्यालीमा चाहिँ चियाबारी बाँडिएको छ। र अर्को चाहिँ के हो भन्दाखेरि दार्जिलिङमा फ्लसेस पनि तपाईँहरूको 4टै हुन्छ, 4 फ्लसेस, जसमा चाहिँ फर्स्ट फ्लस, सेकेन्ड फ्लस, मनसुन फ्लस र अटम फ्लस भनेर बुझिन्छ त्यसलाई होइन। अन्त तर अब दार्जिलिङ टीलाई 3rd फ्लस जसमा चाहिँ मनसुन फ्लस हो, त्यो मनसुन फ्लसलाई चाहिँ गनिँदैन किनभने मनसुन फ्लस चाहिँ अब बिकज अफ द हेभी रेनफल
अब त्यति बेला चाहिँ चियापत्ती पुरा एकदमै भारी मात्रामा अब उम्रेको हुन्छ हैन। त्यति बेला चाहिँ अब त्यो पानीको कारणले गर्दा चाहिँ फ्लेभर चाहिँ हुँदैन दार्जिलिङ टीमा। त्यही भएर चाहिँ थर्ड फ्लस जो चाहिँ मनसुन फ्लस हो, मनसुन फ्लसलाई चाहिँ दार्जिलिङ टीमा गनिँदैन र फर्स्ट सेकेन्ड एन्ड अटम फ्लसलाई मात्रै दार्जिलिङ टी गनिन्छ है। र त्यो पनि फ्लसेस पनि तपाईहरुको 4टाै भयो। र अर्को के हो भन्दाखेरि दार्जिलिङ टी कति भेराइटिजमा आउँछ भन्दा पनि मलाई चाहिँ लाग्छ द फर्स्ट इज ब्ल्याक टी, ग्रीन टी, व्हाइट टी एन्ड उलोङ टी। त्यो पनि अब तपाईहरुको 4टाै भयो है। देयर आर अल्सो द 4 टाइप्स अफ टी विच इज ब्ल्याक, व्हाइट, ग्रीन एन्ड उलोङ। तर उलोङ टी चाहिँ अब प्रत्येक टी गार्डनमा चाहिँ बनाउँदैन। एकदमै उलोङ टीहरु चाहिँ अब थुप्रै अलिअलि टी गार्डनतिर मात्रै बनाउँछ त्यो उलोङ टी चाहिँ है। र सबै टी गार्डन, देयर आर लट्स अफ टी गार्डन्स इन दार्जिलिङ एन्ड दे हेभ देयर ओन स्पेशलिटी अबाउट द टी। सो दे हेभ गिभन द own name about the tea gardens and the tea. So there are the 4 types of tea of Darjeeling tea, and this is what we pluck. And this is what we pluck in Darjeeling tea. This is 2 leaves and a bud. And when it is goes through the process, you can call this one is the silver needle, which comes as a white tea and most expensive also. This is the 2 leaf and a bud. यो चाहिँ तपाईहरुलाई मैले छोटो ब्रिफिङ गराएको थिए र है हामी टुरिस्ट क्लाइन्टसँग ब्रिफिङ गराउँदा पनि यसरी नै अब क्लाइन्टलाई ब्रिफिङ गराउँछु है। र यो चाहिँ मैले चाहिँ अब सानो एउटा नलेज, हुनु त दार्जिलिङमा एक्सपिरियन्स फुल अब ट्यालेन्टेड गाइडहरु छ है। यो मैले सर्ट भिडियो चाहिँ किन बनाएको भन्दाखेरि चाहिँ अलि न्यू जेनेरेसन है, अब हामी भन्दा पछि चाहिँ थुप्रै गाइडहरु छ भाइहरु है। त्यो भाइहरुलाई चाहिँ अब हेल्प होस् भनेर चाहिँ यो भिडियो मैले बनाएको है। र अब यु क्यान चेक यो चाहिँ टी भ्याली है। दिस इज अल्सो भेरी फेमस टी गार्डन। अस्ति हामीले यही जग्गाबाट हाइक गर्दै ओह्रालो गएको है। माथि रोपवे छ, माथि रोपवे अन्त मुनिबाट पनि आउँदै रहेछ है। अहिले चाहिँ अलिकति क्लाउडी छ, नत्र भने चाहिँ यहाँबाट पनि 360 भ्यू देखिन्छ है वरिपरि। परतिर लेबुङहरु है, माथि रोपवे, चियाबारी यहाँबाट सिक्किमहरु डल्लै देख्छ। नर्थ साउथ नर्थ परे सरी वेस्ट साउथ र इस्ट सिक्किम तीनटै सिक्किम चाहिँ यहाँबाट देख्छ है। यो चाहिँ हाम्रो प्यारो गाउँ जसमा चाहिँ सिंहमाडी शान्ति पर्वत भनेर चिनिन्छ है। सानो गाउँ यो चाहिँ हाम्रो। माथि चाहिँ गाउँ छ, मुनि चाहिँ डल्लै चियाबारी। यहाँनिर 7वटा ढुङ्गा पनि छ। अघि बिचमा चाहिँ मैले एउटा कुरा भन्नै बिर्सेछु। के भन्दाखेरि चाहिँ दार्जिलिङ टी भयो 2टा टी है, जसमा चाहिँ क्यामेलिया सेनेसिस र आसामिका 2टा भेराइटिज भनेको थिएँ नि। र अहिले त हैन, निकै भयो त्यो चियापत्ती निक्लेको, जसमा चाहिँ आसामिका सेनेसिस विच इज मिक्स ब्रिड है। त्यो चाहिँ मिक्स ब्रिड पनि निक्लेको छ चियापत्ती। त्यो चाहिँ अब म्यान मेड भनौँ न है, म्यान मेड। अन्त त्यो चियापत्ती चाहिँ किन निकालेको भन्दाखेरि चाहिँ द्याट टी क्यान ग्रो इन द वार्म एरियाज अल्सो एज वेल एज इन द कुल एरियाज अल्सो। अन्त त्यही भएर चाहिँ मिक्स ब्रिड निकालेको। अन्त प्रायः जग्गामा चाहिँ मिक्स ब्रिड चियापत्ती पनि छ, जसमा चाहिँ आसामिका सेनेसिस भनिन्छ है। र अस्ति मलाई साथीले अब क्वेसन गर्दै थियो चियापत्तीमा चाहिँ अब चियागेडा चाहिँ छिटो हुन्छ कि स्याप्लिङ छिटो हुन्छ र कुन चाहिँ लङ लास्टिङ गर्छ भनेर सोध्दै थिएँ है। र मैले थुप्रैजनालाई अब किनभने हामी त अब कमानमा हुर्केको केटाहरू होइन, सोद्धाखेरि चाहिँ चियागेडाको चाहिँ चियाको त्यो फ्रुटको चाहिँ के हुँदो रहेछ भन्दाखेरि यदि सिडबाट हामीले प्लान्टेसन गरेछौँ भने चाहिँ सिडमा चाहिँ एकदमै ढिलो हुन्छ क्या। किनभने उम्रिँदा कुनै के गर्दा एकदमै ढिलो हुन्छ, तर त्यो सिडको चाहिँ एकदमै लामो जान्छ, जसमा चाहिँ 100-200 इयर्स जाँदो रहेछ होइन। र स्याप्लिङ्स चाहिँ छिटो हुन्छ, तर उनीहरू त्यो स्याप्लिङ्सबाट हामीले कटिङ गरेको चाहिँ छिटो मर्नु पनि सक्छ। त्यही रहेछ अब डिफ्रेन्स चाहिँ स्याप्लिङ्स र अब आफूलाई छिटो चाहियो भने चाहिँ स्याप्लिङ्स गर्दा भयो, र अब लङ टाइम फरएभर चाहियो भने चाहिँ सिडबाट गर्दा चाहिँ हुने रहेछ है टी प्लान्टेसन। ओके, थ्याङ्क यू। अघि प्लिज आई होप यु गाइज लाइक इट एन्ड प्लिज डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब एन्ड फेसबुकमा फलो एन्ड प्लिज सेयर गरिदिनुहोस् है। थ्याङ्क यू सो मच एन्ड कमेन्ट गरिदिनुहोस्।